र गाइस यो कहाँको होला तपाईले भन्नु होला कमेन्टमा। एकदम मजाले सजाएको रहेछ माथि। हेलो लासु फ्यापुला सम्पूर्णलाई वेलकम छ मेरो फेसबुक पेजमा। र आज चाहिँ म ड्युटी जाँदैछु म गाइस बोक्रोङतर्फ। ड्युटी परेकोले गर्दा आज बिहान बिहानै ठिक्कै बाटोमा हिँडेर आउँदै थिएँ हो। हाम्रो दाइको गाडी पनि भेटायो। दाइलाई लिफ्ट मागेर उकालो लाग्दैछु। सुँगुर बिमारी भएको छ भन्नुहुँदै थियो। बोलाउनु चाहिँ मलाई हिजो नै बोलाएको थियो हो। म नभएको कारणले गइनँ। हिजो छुट्टी पनि थियो मेरो, अलिकति घरमा काम पनि थियो गाई छ, त्यही भएर आज चाहिँ जाँदैछु। यही सुँगुरहरू हो। बिमारी चाहिँ त्यो लुतो लागेको रहेछ हो। लुतो लागेको निकै दिन भएको रहेछ। अन्त यसलाई इन्जेक्सन लगाएर पनि सकिसक्यो गाइस। यो देख्दै गरेको चाहिँ बरडाँडा एरिया हो। बरडाँडादेखि यहाँ तल गुम्पा मजाको देख्दो रहेछ यहाँबाट चाहिँ भ्यूहरू हो। यहाँ तल टिस्टा खोला पनि देख्दैछ यहाँ मल्ली छेउको। त्यसलाई चाहिँ जुम गर्ने प्रयास गरेको, अलिकति क्यामेराले। अहिले भने चाहिँ गाइस म मेरो यहाँ ट्रिटमेन्ट गर्ने जग्गा आइपुगिसकेको छ। यहाँ घरको मुनिपट्टि उकालो घरको नजिकै आइपुगिसकेको छौँ। र यहाँ पारी देख्दै गरेको चाहिँ के भन्छ यसलाई, कुन चाहिँ गाउँ हो यो? बिकमत साइट होला सायद। र यता भने घर आइपुगिसकेको छु ट्रिटमेन्ट गर्नको लागि। घर पनि आइपुगिसक्यो गाइस हो। र यो मेरो भिडियोलाई चाहिँ तपाईँहरूले लास्ट अन्तिमसम्म हेरिदिनु होला। एकदम तपाईँहरूले माया सपोर्ट देखाइदिनु होला। मन परेमा फलो पनि गरिदिनु होला। लाइक कमेन्ट सेयर। थ्याङ्क्स फर वाचिङ गाइस।